हेलो गाइज, म चाहिँ अकबरे खुर्सानीको अचार बनाउँदैछु। यसलाई चाहिँ एक दिन घाममा सुकाएर अनि यसको ठेक्का दोस्रो दिन चाहिँ यसको ठेक्का निकालेर अनि यसको यो चम्मचले काँटा चम्मचले यसलाई दुला दुला पार्ने। सर्सी, धनिया, टिमुर, जिरा, भाङ्गो, लसुन राख्ने। यसलाई भुट्ने र मिक्सरमा पिस्ने। यसलाई खुर्सानीलाई चाहिँ खुर्सानी र लसुनलाई तेलमा फ्राई गर्ने अनि पानी चाहिँ नफुटोस्, बसेको लागि खानालाई लङ टाइमसम्म पुगोस् भन्नलाई तेलमा फ्राई गर्ने बनाउने। हल्का सिलान दिने। तपाईसँग सिसाको भाँडो छ भने भाँडोमा हाल्नु होला। सिसाको भाँडोमा राम्रो हुन्छ। यसलाई चाहिँ मैले रेडी बनाइसकेँ। अनि खुर्सानी यसलाई चाहिँ लसुनलाई चाहिँ खुल्ला भाँडामा हाल्नु होला। अनि यो नुन, तेल चाहिँ यो अघि नै देखाएको धनिया जिराको सब कुराको छोप। यो चाहिँ मैले तेलमा डढाएको खुर्सानी र लसुन। अनि यो चाहिँ नुन, तपाईँको स्वादअनुसार नुन हाल्नु होला। अनि यो चाहिँ तेल डढाएको तेल। एकछिनमा म यता देखाउँछु कसरी गर्ने भनेर, हेर्दै जानु होला। पहिला चाहिँ यो सब छोप हाल्ने। अनि तपाईँलाई स्वाद अनुसारको नुन हाल्नु होला कृपया। अनि चाहिँ मैले बेसार चाहिँ हाल्न भुलेछु, सरी। बेसार भर्खर हाल्दैछु, बास्ना आउँछ कि के हो पछि। तपाईँ पनि पहिला नै तेलमा डढाउनु होला बेसारलाई चाहिँ। आफ्नो स्वाद अनुसारको नुन हाल्नु होला यसमा। अनि तेल डढाएको तेल तपाईँलाई कति सही लाग्छ त्यही हाल्नु होला तेल आफ्नो इच्छा अनुसार। अनि यसलाई मिक्स गरिदिने। मिक्स गर्ने। अनि हातले चाहिँ गर्नु मिल्दैन है। हातले गरेपछि त नि हात पोल्छ यसले, डल्ले खुर्सानीले। यसलाई मिक्स गर्ने राम्रोसँग। तपाईँसँग ग्लोभ्स छैन भने मेरो यस्तो उपाय अपनाउनु होला। फेरि यो चाहिँ रेडी भइसक्यो। यो